my channel. It's me Sabina Bandari. आज हो class 12 को favorite program. Let's get ready. Finally, dress बल्ल बल्ल गरेर प्रेस गरेर त सकियो. अब पालियो मेकअपको. अब मैले देखाउँछु मेकअप किट. सो प्लिज वाच. मेरो मेकअपको सामानहरू चाहिँ सबै हिँडिसक्यो. यो मेरो एक्चुअलमा मेकअप किट हो क्या. यो आइसक्रिम कुपन जम्मा एउटा देखाउन हाम्रो कलेजकाले. आइसक्रिम त धेरै दिनु नि. गेट पास. यसको बिना म गेटभित्र छिर्न नपाउने र नि आइडेन्टिटी कार्ड के गर्नु कम्पलसरी मागिन. कहाँ छ चाहिँ सबै भेटियो. दिस इज यो पनि मैले 11 मै किनेको. साथीले किन्नु पर्छ. अर्को सेट भनेको यस्तो सेट किनेर अनि फाइनली सो यति हो मेरो होइन. अझै एउटा पनि थियो त्यो चाहिँ कहाँ हरायो. मात्र मेरो यति मेरो मेकअपका सामानहरू. क्वेसन गर्दाखेरि चाहिँ मलाई थाहा पाएको छैन कतिको ब्रान्ड हुन्छ अरे. यो लुइस भिटन के हुन्छ भन्छन् कि मेकअपको ब्रान्डवाला होइन. हजुरहरूको चाहिँ फेभरेट कुन हो कमेन्ट. अनि यतिसम्म आइसकेपछि त भिडियो लाइक गर्नुपर्छ कि नै. छिटो गर्ने लाइक. टोक्नु पर्ने ठ्याक्कै आउँछ. मतलब अरू दिन त अब यो रेड आउँदा आउँथ्यो हो नि त. जस्तो थिएन कि आजै आएको यो स्टार्ट त वर्क अन माई हेयर है त. अब के अरे कलेज ड्रेस बाल छर्ने भएन. सो हेयरस्टाइल के गराउनु सोचिरहेको थियो होइन. अब के गरौँ त आइपोनी टेलले त गरौँ. अब मम्मीको के अरे गफ सुन्दै होइन. अब के अरे अब चाहिँ बाल मिलाउने कार्यक्रमतर्फ मम्मीले भन्नुभएको थियो कौनसा गतिलो बाल छ. बालको दिवाना अरू दिवाना नभए पनि म त आफ्नो बालको त आफै दिवाना त हो नि. आइएम सो कल सेल्फ अफेस्ट है. शब्द पनि आएन के भन्नु. सो 3, 2, 1 फाइनली बाल चाहिँ डन भयो जस्तो जस्तो त ला होइन. तर खै किन मलाई अझै मेरा घरकाले बिचमा टन टान्दै बस्ती गरेर काम नपाएर के अरे कम्फर्टेबल त फिल भयो नि. यही गरम कि अर्को गरम भन्ने सोचिरहेको होइन. हेयरस्टाइल कुन गराउनु. अफ मेकिङ माई हेयर लाइक दिस न. अर्ग्यानिकको मलाई खै अर्कै लाग्यो कि त्यही भएर म अब के गर्ने जेसुकै होस् अब यत्तिकै जाने. रेडी. सो फाइनली म चाहिँ रेडी भएँ. अब चाहिँ मैले चेक गर्नु छ लिस्टहरू. मतलब अब चाहिँ लेट्स मी जस्ट चेक लिस्ट. यसमा चाहिँ स्टोर गरेको थियो. अनि मैले यो डायरी चाहिँ किन देखाएको भन्दा चाहिँ मैले सो अफ गर्न खोजेको न. यो जुन छ नि स्टिकर कतिलाई त थाहा छ तर म्याक्सिमम थाहा छैन. जुन स्टिकर छ नि ह्यान्डमेड हो. ह्यान्डमेड हो. अनि यो चाहिँ साथीले गराइदिएको होइन. यहीँ के अरे मेरो घरतिरको नाम चाहिँ म लेख्दिनँ. रिसायो भने नाम लेख्यो भनेर. सो उसले ह्यान्डमेड हो कि यो सबभित्र केही बुझ्दैन. यो त ढुक्क बस्यो. ए आइज यहाँ अझै अर्को छ कि मसँग यो स्टिकर्स यहाँ आइ. यो पनि ह्यान्डमेड हो. यो चाहिँ मैले बिहेको कार्डबाट चप्काएको होइन. सो यो त स्टिकर नै हो. फाइनल त मैले के दिएको. यो पनि लिटरली ह्यान्डमेड हो क्या. कतिलाई थाहा छ तर म्याक्सिमममा थाहा छैन नि त. सो यहाँ छ कुपन्स. कहाँ
मैले हिँडिरहेको हिँड्नु थालेँ क्या मैले कुपन के छैन गाइस मैले कुपन कता फालेँ सो फाइनली भेटियो भुइँमा आइज कता कता आउने नि सो फाइनली गाइस सो फाइनली भेटियो मेरो यिनीहरू कार्डहरू हराएको रहेछ मतलब भुइँमा खसेको रहेछ र अब नेक्स्ट पार्ट आइडेन्टिटी कार्ड डन न भोलिन्टियरको पनि लेखेँ ए मोस्ट इम्पोर्टेन्ट कुरा नै बिर्सेर आएको रहेछ लेखेको पनि छैन के भनौँ मेरो माइक अब के अरे त्यहाँ गएर इन्टरभ्यू त लिनु पऱ्यो नि बाह्रकालाई अनि मेरो बाल अहिले बिग्रिसकेछ पछि के होला फाइन वाटेभर बाह्रकालाई इन्टरभ्यू लिनुको लागि चाहियो नि मसँग माइक होइन त सो मेरो माइक भेटियो अब के गर्नु माइक साइक छैन यसैले नै सबैको इन्टरभ्यू लिँदै बस्दै गर्छु बाई फोटो फाल्न सक्दो मनाइ छ अरे फोर छुट्ने गाडी 8:30 बजेको घर गाडी जबरजस्ती पठाइदियो टाउन सुन्दा सुन्दा ठिक्क छ यो मैले त फेयरवेलको बारेमा यताउति त केही पनि भन्दैन नि यो बाहिरको फेयरवेल चाहिँ हामीले बिआरसिसी हलमा गर्ने हो कति महँगो लेख नि अनि ए मेरो माइक ल अब आफ्नो माइकमा नै बोलौँ होइन अनि के अरे कति महँगो लेख प्लस त्यहाँ के अब पैसा लेखन भनेपछि सुविधा पनि त हुनु पऱ्यो नि अनि त्यहाँ चाहिँ के अरे डान्सिङ हुन्छ भन्थेन होइन अनि आइसक्रिम पाउँछ त्यही पनि एउटा कुपन देखान कतिवटा पाउने के पाउने हो हजुरहरूलाई चाहिँ कति लागिरहेको थियो यसो कमेन्ट डाउन गर्नु होइन र अब अरू कुरा चाहिँ त्यही हलमै हामीहरू जाँदैछौँ 8:15 9 बजेको ट्र्याक्टरले हामी जाँदाखेरि सबिना 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 जाँदैछौँ हामी बिआइसिसी हलमा पुगिसकेका छौँ अब हामी यता भित्रबाट इन्टर गर्छौँ लगभग धेरै आइसक्यो अनि यहाँ बाहिर कुद्ने आइज जस्तो लाग्छ है गेट अझै खुलेको छैन हामी चाहिँ बिआइसिसी हलमा आइपुगेको छौँ र अब अरूलाई कुर्ने कार्यक्रम चलिरहेकै छ है यहाँ र अब क्लास 12 कालाई इन्टरभ्यू लिन्छु भने चाहिँ सबैभन्दा सुरुमा मैले चाहिँ यहाँको दिदीलाई इन्टरभ्यू लिनेछु दिदीलाई चाहिँ नै भन्नु अब दाइसँग इन्टरभ्यू दाइ कस्तो फिलिङ भइरहेछ धेरै रमाइलो भइरह अनि 12 पछि के गर्ने हो 12 पछि ल पढ्ने हो लयर बन्ने जस्तै कालो कोट लगाउने विदेश जाने हो कि नि हैन कति दिनु थियो अहिले हजुर अब बाउको 12 लाई फेयरवेल गर्नु कति दिनु थियो है थाहा भएन मैले बिर्सिसकेँ हस् थ्याङ्क यू भइरहेको छ माइक भन्नु न कस्तो फिल भइरहेको छ 12 को बिदाइ हुँदा रमाइलो भइरहेछ साह्रो छ आइसक्रिम कुपन छ यहाँ छ दुईटा छ मलाई दिनु दिनु आइसक्रिम कुपन थ्याङ्क यू सर कस्तो फिल भइरहेको फाइन 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 के को फाइन कतिजनालाई बिदाइ गरिसक्नु कतिवटा ब्याचलाई अब बल्ल आजको चाहिँ सुरुवात हुँदैछ योभन्दा अगाडि 10 वटा भन्दा बढी ब्याच बिदाइ भइसक्यो होइन बिदाइ पनि होइन यो शुभकामना हो होइन ल ओके थ्याङ्क यू सर आएको छ धेरै खत्तम फिल भइरहेको छ किन झ्याउ लागिरहेको हजुरलाई ग्यारेको प्रिपरेसन कस्तो चल्यो त्यो ब्ल्याक भन कस्तो प्रिपेयर भइरहेको तेरो ग्यारेको बकवास एकदमै ठ्याक्क आफू जस्तो भन् न एन्ट्री हुँदैछ दिदी कस्तो फिल भइरहेको अहिले राम्रो एकदम राम्रो खुसी कतिको मैले 1 to 10 10 आउट अफ 10 12 पछि के गर्ने हो 12 पछि हेरौँ प्रिपरेसन कस्तो चलिरहेको हजुरको राम्रै चलिरहेको मेरो प्रिपरेसन ए प्लस ढुक्क ए प्लस भन्नुस् के छ खबर ठीक छ अब आइसक्रिमको कुपन काट्दिनु नि मलाई किन दिनु भाग्नु त एन्ट्री बित्तिकै खाना खाने भनेर
हामीले चाहिँ आइसक्रिम खाँदैछौँ नि स्ट्रबेरी फ्लेभर गयो स्ट्रबेरी यसलाई सँग छैन कि हेर्नु न त्यही पनि दुईवटा कुपन छ कि त ल यिनी चाहिँ बिबिका है ल यो राखै सब यति हो ब्लग लाइक गरिदिनु सब्सक्राइब गरिदिनु बसमा हामीतिर मान्छे निस्किने है गर्नुभयो बाई बाई बाई